ल हेर्नुहोस् त साथीहरू ल हेर्नुहोस् यो 5वटा चाउचाउमा 2-3 थरीको गरेर खाइरहेछ ल हेर्नुहोस् ल त्यो पिरो चाउचाउमा अझै पिरो खाएर हालेर नम्बर स्टेप 1 ल हेर्नुहोस् ओहो यो मोटीले खाएको ल अब नम्बर 2 ल हेर्नुहोस् त यो पातलो प्लास्टिक जस्तोमा बेरेर ल हेर्नुहोस् गुवामा खाइछन् यिनले कति राम्री हुन् मान्छे पनि ल हेर्नुहोस् ससेज हालेर माथि ब्रेडबाट यसरी खान मिल्दो रहेछ नम्बर स्टेप 3 मा स्टेप 4 मा हेर्नुहोस् त ल दुध यो के हुन् आइटमहरू हालेर ओहो न ल हेर्नुहोस् त यसरी खान मिल्ने रहेछ चाउचाउहरू ल हेर्नुहोस् त्यही माथि पिरो थपेर ससेज हालेर अब ल हेर्नुहोस् अब नम्बर 5 मा हेर्नुहोस् त ओहो पिरो भयो अरे ल हेर्नुहोस् त कराको अझ ल अन्डा हालेर त्यही माथि ससेज हालेर ओहो ल हेर्नुहोस् साथीहरू